ब्रोइलर कुखुरा पालनमा भुलेर पनि यो गल्ती गर्दै नगर्नु होला। धेरै किसान साथीले यो गल्ती गर्नको कारण आज उहाँको व्यवसाय डामाडोल अवस्थामा छ, चिल्लोमा डुबेको अवस्था छ किसान साथीहरू। नमस्कार दर्शकवृन्द, हजुरले हेर्दै हुनुहुन्छ पोल्ट्री नेपाल टिभी। म सन्तोष अधिकारी आज फेरि नयाँ भिडियोको साथ उपस्थित भएको छु। साथीहरू, ब्रोइलर कुखुरा पालनमा हामीले धेरै कुराको ध्यान दिनुपर्ने हुन्छ, हरेक चिजको म्यानेज मिलाउनु पर्ने हुन्छ। त्योमाथि अहिले हामीले गल्ती के गरिरहेका छौँ भनेपछि अधिकांश किसान साथीहरूले चाहिँ लट सिस्टमले कुखुरा पालिरहनु भएको छ। भनौँ भने 10 दिनको ग्यापमा 15 दिनको अन्तरालमा तपाईँको कुखुरा हालिरहनु भएको छ क्या ब्रोइलर कुखुरा। जबकि ब्रोइलर कुखुरा भनेको लट सिस्टमले गर्ने चिज है, इन आउट सिस्टम गर्ने हो कि एकैचोटि इन एकैचोटि हाल्ने र एकैचोटि आउट एकैचोटि बेच्ने सिस्टम गर्ने हो। इन आउटको सिस्टम चाहिँ ब्रोइलर कुखुरामा लागू हुन्छ, तपाईँको लट सिस्टम चाहिँ लागू हुँदैन। कतै हेर्ने भने तपाईँको 100 जनामा 1-2 जना किसान साथीको राम्रो भएको होला, तर अधिकांश किसान साथीको हेर्ने भने यसमा राम्रो अवस्था छ। त्यही भएर तपाईँले यो लट सिस्टम हाल्दा के तपाईँलाई किन नराम्रो हुन्छ भने त्यसको बारेमा पनि म बुझाउन चाहन्छु। हामीले के हुन्छ कि हप्ता दिनमा या 10 दिनमा कुखुरा हाल्यौँ भने हाम्रो एउटै कम्पाउन्डभित्र एउटै खोरभित्र के भयो कि 3 थरीका कुखुराहरू भयो। कुनै 40 दिन पुगेको होला, कुनै 30 दिन होला, कुनै 20 दिन होला, कुनै 10 दिन होला, हो किन? यस्तो अवस्थामा के हुन्छ कि ठुला कुखुरा भएका तपाईँको महिना दिन 40 दिन रहँदाखेरि तिनीहरूको मोलहरू हरेक चिजमा तपाईँको के ब्याक्टेरिया होइन फङ्गसहरू तपाईँको बनिसकेका हुन्छन्। त्यो चल्लाहरूमा ठुलोमा त त्यसले असर गर्दैन कि, किनभने ठुलोको इम्युनिटी पावर बलियो हुन्छ, त्यसले चाहिँ त्यो पचाउन सक्छ, रोगसित लग्ने क्षमता हुन्छ होइन। त्यही जुन ब्याक्टेरिया रोगहरू हुन्छ त्यो चल्लाहरूमा प्रवेश गर्दा हामी अब दाना पानी गर्दा यताउता गर्दा एउटै मान्छेले काम गर्न सक्छ, यताउता हावाबाट पनि होइन, अरे के न के माध्यमले चाहिँ चल्लाहरूमा पुग्दाखेरि चाहिँ त्यो ब्याक्टेरिया त्यो रोगले चाहिँ के हुन्छ कि चल्लामा प्रवेश गर्छ। किनभने कुखुराको इम्युनिटी पावर बलियो थियो, ठुलोको चल्लाहरूको इम्युनिटी पावर त्यति बलियो हुँदैन, त्यसमा प्रवेश गर्छ र कुखुरामा चल्लाहरूलाई त्यसले ग्रसित गरिदिन्छ। त्यो रोगले चाहिँ चल्लाहरू ग्रसित हुन्छ, त्यसपछि के हुन्छ कि चल्लामा रोग एकदमै कडा भइदिन्छ। त्यो रोगको अब रोग बलियो भयो, रोग बलियो भएपछि के हुन्छ कि त्यो अब ठुलो कुखुरामा पनि सर्न सक्ने जति बलियो भइदिन्छ कि रोग चाहिँ, रोग अब ठुलो कुखुरामा पनि प्रवेश गर्न सक्ने क्षमता बनाइसकेको हुन्छ। त्यसैले कारण हाम्रो एउटामा हल्का के समस्या देखिने बित्तिकै हुन्छ कि पुरै हाम्रो कम्पाउन्डभित्र भएका सबै कुखुराहरूमा चाहिँ त्यो समस्या देखाइ पर्छ। एउटा मेन कारण के भयो कि ठुला र साना हुँदाखेरि चाहिँ तिनीहरूका ब्याक्टेरियाहरू चाहिँ एक आपसमा तपाईँको सर्नको कारण रोग, एक आपसमा ठुलाको रोगहरू सानामा सर्नुको कारण चाहिँ एउटै कम्पाउन्डमा पाल्दा चाहिँ एउटा हानिकारक भनेको एउटा यो छ। यसले ठुलो समस्या ल्याउँछ तपाईँको। फेरि भने लटै पुरै बिग्रिन्छ। हाम्रो मानौँ कि अब ठुलो कुखुरा अब बेच्ने बेला भएको कुखुरामा के छ्याकछ्याक घ्यारघ्यारको समस्या आयो, त्यसलाई त हामीले बेचिदिउँ भने त त्यो रोग सँगै गयो नि त। तर त्यो छ्याकछ्याक घ्यारघ्यार हुँदाहुँदै अन्य कुखुराहरूमा पनि सर्दिन्छ क्या तपाईँको। किनभने हाम्रो खोर खाली भएको भए त त्यसलाई सफा गरेर पुराना ब्याक्टेरियालाई हामीले सफा गर्न मिल्थ्यो। तर के भयो कि हामीले एक लट त बेचियो, त्यसमा रोग थियो होइन। अब के हो नि त्यो रोग त तपाईँको अन्य भएका सबैमा देखिरहेको छ। त्यो चल्लामा पनि 10 दिनको चल्लामा पनि छ, 20 दिनको चल्लामा पनि छ, 30 दिनकोमा पनि छ होइन। त्यो अब बेच्न 40 दिनको त हामीले बेच्यौँ, तर 10 दिनका 20 दिनका चल्ला त बेच्न मिल्दैन। अब तिनीहरू के भयो कि रोग ग्रसित भयो, मजाले मोर्टालिटी हुन थाल्छ, कुखुराहरू सुक्न थाल्छ होइन। तपाईँको त्यसबाट नै हामी कुखुराको ग्रोथ नभएपछि हामीले त्यतिकै त्यो व्यवसायमा घाटामा लान थाल्छ। यसरी लट गर्दा के समस्या हुन्छ कि हामीले खोर कहिले सफा गर्नै पाउँदैनौँ क्या, राम्ररी डिसइन्फेक्ट गर्नै पाउँदैनौँ, हामीले सेनिटाइजै गर्न पाउँदैनौँ। किनभने हाम्रो कम्पाउन्डभित्र कुखुरा छँदैछ सधैँ। अब एक लट कुखुरा बेच्यो, त्यसको मोलसोल निकाल्यो, अब त्यसलाई डिसइन्फेक्ट गरौँ भने त के हुन्छ कि नजिकै कुखुरा छ, त्यसलाई स्प्रे गरौँ भने त्यसको राफले गर्दा अन्य कुखुरालाई असर गर्छ होइन। त्यस कारणले हामीले पूर्ण रूपमा पुराना ब्याक्टेरिया फङ्गस तपाईँको भाइरसहरूलाई मार्नको लागि डिसइन्फेक्ट हामीले गर्नै पाउँदैनौँ क्या। त्यो कारणले त्यो खोरमा रोग सधैँ रहिरहन्छ। ब्याक्टेरिया फङ्गसहरूलाई नर्मली सफा गरेर त हुँदैन, त्यसलाई त कडा रूपमा सफा गर्न पर्ने हुन्छ। त्यो गर्दाखेरि तपाईँको नजिक भएको कम्पाउन्डभित्र भएकोमा राफहरूले त्यसको तपाईँको गन्धले गर्दा कुखुरालाई असर गर्न सक्छ। त्यही कारणले पनि हामीले त्यसलाई राम्ररी डिसइन्फेक्ट गर्न पाएनौँ है, जसका कारण पुराना ब्याक्टेरिया फङ्गसहरू त्यहाँ रहिरहन्छ। अर्को लट चल्ला हाल्दा त्यहीमा प्रवेश गर्छन्, चल्लाहरूबाट नै ग्रोथ हुँदैन। हामीले कुनै बेला भनिन्छ चल्ला नि नराम्रो परे जस्तो हुन्छ। के हुन्छ कि चल्ला पनि नराम्रो परेको पनि हुनसक्छ, तर हाम्रो कारणवश पुराना ब्याक्टेरियाहरूले गर्दा पनि त्यो चल्लाहरूमा प्रवेश गरेर कुखुरालाई बढ्न नदिने, सानेमा तपाईँको चल्लाहरूमा रोग देखाइपर्ने हुनसक्छ। र धेरै जस्तो अर्को कारण के हुन्छ कि तपाईँको खोरमा प्रत्येक लटमा त्यही रोग देखाइ परिरहन्छ क्या। जस्तो कि यो लटमा तपाईँको सिआरडी देखाइ परेको थियो भने अर्को लटमा पनि सिआरडी, यो लटमा कक्सी देखिएको छैन अर्को लटमा पनि कक्सी, तपाईँको हरेक रोगहरू हेर्नु नि प्रत्येक लटमा दोहोरिरहन्छ क्या। यो कारण त्यही नै हो कि हामीले कहिले पनि ब्रोइलर कुखुरालाई चाहिँ लट सिस्टम गर्ने नै होइन क्या। तपाईँको योजना 10,000 कुखुरा पालिन्छ, तपाईँले 2-2 हजार गरेर मानौँ कि 3-3 हजार गरेर 3 लट गरेर तपाईँले 9,000 कुखुरा महिनामा या 40 दिनमा सेल गरिरहनु भएको छ। तपाईँले त्यो नगर्नु न, तपाईँले एकैचोटि हाल्नुहोस् कुखुरा, एकैचोटि तपाईँले 8-9 हजार हाल्नुहोस्, एकैचोटि बेच्नुहोस् के, या 5,000 हाल्नुहोस्। तपाईँले
तपाईँले 9000 लटलट हालेर 9000 कुखुरा पालेर बेचेर घाटामा जानुभन्दा त बरु 5000 पालेर फाइदामा जानु राम्रो हो। अधिकांश किसान साथीहरू, म धेरै किसान साथीहरूसित पोल्ट्री नेपाल टिभी मार्फत जोड्ने मौका पाएको छु, भिजिट भएको छ, किसान साथीहरू भिजिट गरिरहेको छु र किसान साथीहरूले जुन तरिकाले गर्नुभएको छ यो तरिकाले गर्दा चाहिँ 95% किसान साथीहरू चाहिँ समस्यामै हुनुहुन्छ। कतिपय किसान साथीहरूको एउटा फाप्ने भनौँ न, कुनै चिज राम्रो भएको कारणले, केही कारणले चाहिँ उहाँको राम्रो भएको र जहाँ तपाईँको हेर्ने भने ठुलो फर्महरूमा जहाँ तपाईँको ग्याप, तपाईँको डिस्टेन्स, खोरको डिस्टेन्स बढी छ, एउटै मान्छेको भए पनि डिस्टेन्स बढी राखेर कामदार फरक फरक छन्, जसको तपाईँको आवत जावत एक आपसमा आवत जावत छैन, हावाको सर्कुलेसन एक आपसमा जुत्दैन, हो त्यस्तो ठाउँमा चाहिँ भएको छ। तर तपाईँको हेर्ने भने जहाँ तपाईँको नजिक नजिक एउटै खोरभित्र, एउटै नजिकै कम्पाउन्डभित्र डिस्टेन्स कम भएको खोरमा यसरी लटलट पालिएको छ, एउटै कामदार यताउता भइरहेको छ भने चाहिँ त्यहाँ ठुलो समस्या चाहिँ आइरहेको छ। तपाईँ किसान साथीहरू पनि अहिले व्यवसाय गर्दै हुनुहुन्छ, झन् नयाँ किसान साथीहरूलाई यसको बारेमा जानकारी हुँदैन। एउटा व्यवसाय रूपमा हेर्दाखेरि त एउटा राम्रो हो, छिटो छिटो हामीले रोटेसनमा गर्न पाइयो भने त राम्रो, तर व्यवसायमा चाहिँ त्यसले हामीलाई नराम्रो पार्छ कि। एक लट राम्रो होला, 2 लट राम्रो होला, तेस्रो लटबाट तपाईँको कुरा बिग्रिन थाल्छ कि। त्यही भएर एउटा म सम्पूर्ण किसान साथीहरूले के भन्न चाहन्छु कि इन आउटको सिस्टम राख्नुहोस् हैन, लट लट सिस्टम चाहिँ नगर्नु होला। यदि तपाईँको फोर डिस्टेन्समा छ, हरेक कुरा तपाईँको सेपरेटली छ भने त ठिकै छ, नत्र भए तपाईँले चाहिँ इन आउटको सिस्टम राख्नुहोस्, एकैचोटि हाल्ने एकैचोटि निकाल्ने। तर कुखुरा बेचिसकेपछि त्यसलाई राम्रो तरिकाले डिसइन्फेक्ट गर्ने, सेनिटाइज गर्ने हैन, पुराना भएका भाँडाकुँडाहरू तपाईँको हरेक चिजलाई के त्यहाँभित्र भएको तपाईँको पर्दाहरू हरेक चिजलाई त तपाईँले सेनिटाइज गरेर केही समय ग्याप गरेर फोहोर माटोको छ भने पोतेर सुकिसकेपछि 25 तपाईँको 25 देखि 30 दिनको ग्याप गरेर बल्ल कुखुरा चाहिँ तपाईँले हाल्नु होला। यति नै भन्न चाहन्छु साथीहरू मेरो अनुभवबाट र किसान साथीहरूको समस्या बुझेर चाहिँ हजुरहरूलाई यो भिडियो बनाएँ र हजुरहरूलाई भिडियो कस्तो लाग्यो, भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। आगामी समयमा यस्तै भिडियो चाहनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र फेसबुक र तपाईँले टिकटकमा हेर्दै हुनुहुन्छ भने यो आइडीलाई फलो गरिदिनु होला। र साथीहरू आजको लागि त्यति नै, फेरि भेटौँला अर्को भिडियोको साथ। धन्यवाद।